साथीहरु नमस्कार है सबैजनालाई। म चाहिँ अहिले मैले बुकारेस्ट भन्ने ठाउँमा आएको छु। यो चाहिँ निकायको तिमिसरा भन्ने ठाउँबाट ट्रेनबाट आएको हो। यात्रा चाहिँ रमाइलो भयो भनौँ न, सहज तरिकाले नै आइयो। रातको अनिन्द्रले अब अलिकति अनुहार चाहिँ बिग्रिरहेछ। त्यो चाहिँ अब रातभरिको यात्रालाई त्यहरू अब म चाहिँ आफ्नो डेस्टिनेसनतिर जाँदैछु, बाहिर निस्किँदैछु। मेरो फर्स्ट टाइम हो बुकारेस्टको जर्नी चाहिँ। आज अब कस्तो हुन्छ हेरौँ, घुम्दै जाउँ। एक्लै छु, कोही पनि छैन साथीहरू। एक्लै अब यात्रा गर्दा कस्तो हुँदो रहेछ। अब आज फिलिङ गर्नु पर्यो अर्काको ठाउँमा, धेरै टाढा है, पनि नयाँ ठाउँमा अहिलेसम्म घुमेको छैन यो ठाउँ। पहिला एकचोटि ओर्लेको, कता ओर्ले थाहा पनि छैन, कता निस्किनु पर्ने त्यो पनि थाहा छैन है। ए रमाइलो छ जो अझै बुकारेस्ट ट्याक्क आइपुग्यो। अब चाहिँ साथीहरू यस्तै रहेछ यहाँ, यस बुकारेस्टको सिटीभित्र आइपुग्यो। हेलो, यस थ्याङ्क यू गाइज। अब घुम्दैछु, डुल्दैछु, फिर्दैछु। अब कता जाने हो त्यो पनि थाहा छैन। जस ठाउँ चाहिँ मेन सिटीमै आइयो जस्तो छ। कता हो यो चाहिँ? टक्कै बुकारेस्टको ट्रेन टर्मिनल भनौँ न, बाहिर आएको छ, अझै निस्किएको छ। अब यहाँबाट कता जाने हो भन्ने कुरा चाहिँ म म्याप हेर्नु पर्ला अब एकलोट। म त यो बुकारेस्टमा फर्स्ट टाइम आज घुम्दैछु, एक्लै आएको। कता जाने के गर्ने त्यो पनि थाहा भएन। अब घुमफिर डुलफिर हुँदैछ एक्लै। अब यो कुन ठाउँ आइयो यार? ठाउँ त दामी रहेछ, म त गजबको ठाउँमा आइयो। कता हो यार? के हो? म देखाउँदैछु तपाईँहरूलाई के हो। यस रमाइलो रहेछ ठाउँ घुम्नलाई फिर्नलाई। यस ठिक लागिरहेछ। जोस् समटाइम निस्किनुपर्छ एक्लै पनि यसरी न्यू एक्सपेरिमेन्ट गर्नलाई। अब यो कुन ठाउँ हो, के हो यार? यो कता जाने, के गर्ने? मलाई त अत्तो पत्तो भएन त यार साथी हो। तपाईँहरूलाई कस्तो लाग्छ नयाँ ठाउँमा एक्लै जाँदाखेरि? मलाई चाहिँ अत्तो पत्तो थाहा भएन हो, कता जाने, कहाँ जाने। एउटा म्याप हेरेँ यसो खुत्रु त्यसको डिरेक्सनमा हिँड्यो। कता हो यो, के हो यार? यो चाहिँ ओल्ड टाउन सिटी है, बुकारेस्टको ओल्ड टाउन सिटी रहेछ। यो चाहिँ निकै पर्यटकहरूको आकर्षण गर्ने ठाउँ रहेछ। यो चाहिँ धेरै रमाइलो। यहाँ चाहिँ ठुल्ठुला होटलहरू, 5 स्टार होटलहरू, बार, रेस्टुरेन्टहरू सबै पाउने ठाउँ चाहिँ यहाँ रहेछ। राम्रो ठाउँ चाहिँ यहाँ रहेछ। यो चाहिँ एकदम एक्सपेन्सिभ प्लेस बुकारेस्ट। एकदमै सुन्दर र सफा सहर बुकारेस्टभित्र पर्ने यो एउटा एरिया जुन चाहिँ ओल्ड टाउन भनेर फेमस रहेछ। यहाँ चाहिँ अति नै सुन्दर, अति नै राम्रो ठाउँ रहेछ। यो चाहिँ घुम्नलाई एकदम पिसफुल है। घुम्दै जाँदा अब चाहिँ ट्याक्कै म बुकारेस्टको यो सेन्ट्रल जुन उनिरी भन्ने ठाउँमा आएको छु। निकै राम्रो ठाउँ रहेछ। जसको चाहिँ बुकारेस्ट एकदम सेन्टर बिचमा पर्ने ठाउँ रहेछ। वर्ल्डको टप पार्लियामेन्ट अफिस जुन संसद भवन चाहिँ यहाँ नजिकै पर्ने रहेछ। म जुन त्यो तपाईँलाई पनि देखाउँछु। यहाँ यो पछाडि यहाँदेखि सिधा 1 किलोमिटर सिधा स्ट्रेट पर्दो रहेछ। यहीँबाट सुरु हुँदो रहेछ हुन चाहिँ एकदमै शान्त। अझै नाइट भ्यू चाहिँ यहाँ धेरै राम्रो हुन्छ अरे। म फर्स्ट टाइम आएको छु। 1-2 जना नेपालीहरू पनि भेटिँदैछ। नेपाल प्रशस्त भेटिँदो रहेछ यहाँ। अति नै राम्रो रहेछ। पार्लियामेन्ट अफिस अगाडि म चाहिँ टक्कसँगले घुमिरहेको हुन्छ। राम्रो छ, देश सुन्दर।
बोल्दैछ यस्तै छ घुम्छु पारा रमाइलो रहेछ ठाउँ अगाडि तपाईँहरूले देख्नुहुने भवन चाहिँ विश्वकै सबभन्दा ठुलो पार्लियामेन्ट अफिस हो विश्वको सबभन्दा ठुलो संसद भवन यही हो जुन चाहिँ रोमानियामा रहेको छ तपाईँहरू आरामले देख्न सक्नुहुन्छ त्यहाँ पनि गएर देखाउन तपाईँहरूलाई त्यो भवनमा पनि गएर राम्रो छ भने त्यो विदेशतिर पनि गाउँलेहरूसँग भेट हुन्छ नि त भने त यता बसेर राम्रै छ नि तपाईँको ल ठिक छ हामी चाहिँ आज घुम्दैछौँ यही हो वर्ल्ड बिगेस्ट पार्लियामेन्ट अफिस चाहिँ यही हो आज संयोगवश म पनि घुम्न आइपुगेँ म चाहिँ अन्डरग्राउन्ड जाँदैछु मेट्रो स्टेसनतिर अब यहाँबाट कता जाने हो थाहा छैन यार हाम्रो साथीले गाउँलेले लाँदै हुनुहुन्छ मलाई कता गाइड गर्दै हुनुहुन्छ मलाई जोस् मलाई केही पनि थाहा छैन यो अन्डरग्राउन्ड है यो के हो यो भित्र यार यो भित्र बबल रहेछ नि त यार ठिक छ नाइस दामी छ कता पो रहेछ त यार एक्लै आउँदा त हराइने पो रहेछ उता नि जान्छ यता नि जान्छ कता हो आउँदै आउँदा जानुपर्छ भनेर चाहिँ गाह्रो पो रहेछ त यो जमिनभित्र के खनेको यार यस्तो ल ठिक छ यार यो रहेछ सिस्टम चाहिँ काठमाडौँ पनि यस्तै खन्नुपर्ने रहेछ हो मेट्रो ट्रेन अब चाहिँ मेट्रोदेखि ओर्लेर कसैले अब बाहिर एक्जिट हुँदैछौँ मेट्रो है नाइस पार्क कता कता पो रहेछ त भर्खर सपुत एकचोटि नेपाल आउँदा रोमानियामा बत्तलले खाएको थियो नि जाँड खाएर अब माने त्यो एउटा दर्शकले बत्तल हानेको ठाउँ चाहिँ यही पार्क रहेछ है उहाँ चाहिँ त्यो बेला यही कन्सर्टमा हुनुहुन्थ्यो अरे उहाँले भन्दै हुनुहुन्छ यहाँ पर बत्तलले हानिदिएको थियो होइन भर्खर सपुतको भाइरल भिडियो बोतल खाएको पार्क चाहिँ यही रहेछ संजोगवश आइपुग्यो है भर्खर सपुतले बोतल खाएको स्टेज चाहिँ यही हो ल अब एउटा पार्कमा आइरहेको छौँ हामी पार्कभित्र एउटा बोट चढ्ने ठाउँ बोटिङ गर्न मिल्ने ठाउँ रहेछ साथीले भन्दै हुनुहुन्छ नेपालको
पोखरा जस्तो ठाउँ रहेछ। ठिक छ बोटिङ। पोखरा फेवाताल जस्तो भन्दै हुनुहुन्छ। यो हातले चलाउने त खासै इन्ट्रेस्ट लाग्दैन मलाई। अर्को बटार्नेवाला देखिन्छ नि समुद्रतिर, त्यो चाहिँ हो क्या बटार्नु पर्ने। हामी चाहिँ मेट्रो पर्खेको है, मेट्रो पर्खाइ। मेट्रो पर्खेको नि त यस्तो छ है मेट्रो पर्खेको हालत। कता गएको यो दुलोभित्र, जमिनभित्र हो यो चाहिँ। मान्छेहरू पनि खासै छैन, उताबाट छ दुई साइड मेट्रो।